काल भैरवको उत्पत्ति कसरी भएको थियो भन्ने बारेमा बताउनुभन्दा अगाडि काल भैरवको परिचय बताउन गइरहेको छु। भगवान शिवको सबैभन्दा डरलाग्दो रूप मध्ये एक खतरनाक अवतार हो काल भैरव। भयङ्कर डरलाग्दो देखिने काल भैरवको 6वटा हात देख्न सकिन्छ। काल भैरवको 6वटा हात मध्ये पहिलो हातले खड्ग समातिरहेको देख्न सक्छौँ, दोस्रो हातले त्रिशूल, तेस्रो हातले पात्रो, चौथो हातले राक्षसको हातलाई समातेको छ भने पाँचौँ हातले रगत चुहिरहेको ब्रह्माजीको 5औँ शिरलाई समाइरहेको देख्न सक्छौँ भने छैटौँ हातले आफ्ना भक्तहरूलाई वरदान अर्थात् आशीर्वाद दिइरहेको तथास्तुको स्वरूपमा देख्न सक्छौँ।